हेलो नमस्ते। आज चाहिँ म एउटा फलको बारेमा चाहिँ भन्न लागिरहेको छु हैन। अनि सबै कुरा मान्छेलाई थाहा हुन्छ, सबै कुरा जानिन्छ भन्ने पनि होइन। अनि यो एउटा फल रहेछ यो फल। अनि यो फल चाहिँ मैले धेरै पनि भएको छैन। 4-5 महिना अगाडि मलाई एकजना म्यामले चाहिँ एउटा मात्रै दिनुभएको थियो। अनि मलाई थाहा नभएर म यसरी छोडाएर अब कसरी खाने छोडाएर खान खोज्दै थिएँ। अनि म्यामले होइन होइन त्यसरी छोडाएर खाने होइन, यो त यत्तिकै खाने हो भनेर भन्नुभयो। अनि यत्तिकै बोक्रासँग त खै कसरी पो खाने होला त भन्ने सोचेँ, त्यही पनि खाएँ। मलाई यति मिठो लाग्यो नि फल, यति टेस्टी लाग्यो नि, यति खाएँ मध्ये। अनि मैले उहाँलाई सोधेँ यो कहाँ पाउँछ भनेर सोद्धाखेरि होइन मैले त गमलामा रोपेको हो, 4-5 वटा जति फलेको थिएँ, लिएर आएको भन्नुभयो कि। अनि मैले त अब बजारमा पनि हेरेँ, खासै पाउँदैन रहेछ होइन। अझै धेरै खोज्दै जाँदा त अब कतै कतै त होला, तर पनि अब जस मैले नर्मली पाउने सपहरूमा चाहिँ जाँदाखेरि नै पनि भेटिनँ क्या। अब मलाई यति धेरै मन पर्यो। अनि मेरो एकजना स्टुडेन्टले चाहिँ एक दिन 3-4वटा दाना ल्याउनु भएको रहेछ। अनि उहाँले खाजा खाने टाइममा यो खाँदै हुनुहुँदो रहेछ। अनि कहिलेकाहीँ बच्चाको स्वभाव कस्तो हुन्छ भने कि जे देखे पनि म्याम खाने भन्ने स्वभाव हुन्छ। अनि कतिपय अनि नखाने थ्याङ्क यू भनिरहेको हुन्छु उनीहरूलाई। तर जुन दिन मलाई यो फल उनको हातमा म्याम खाने भनेर भन्दाखेरि मैले अनि यो खाने भनेर भने मिठो छ यो, मलाई दिनुहोस्, म तपाईँलाई चक्लेट दिन्छु भनेर भने। अनि मलाई मैले एउटा चक्लेट दिएँ। अनि त्यस पछाडि यो खाएँ है। अनि कस्तो के अब त्यो बच्चासँग मैले के भन्ने केही भन्न पनि सकिनँ। अनि कहाँबाट ल्याएको होला यो फल भनेर सोधेँ। अनि सोधेपछि गाउँबाट ल्याएको हो। अनि तर अहिले चाहिँ सकियो भनेर भन्नुभयो कि। अनि अब के गरौँ, माग्ने कुरा पनि भएन होइन त्यो बच्चासँग। अनि तल अब अफिस छुटेर तल झर्दै थिएँ, ठ्याक्कै उहाँको प्यारेन्ट्स भेट भयो कि। अनि मैले उहाँलाई नानीले यसरी यो मुन्तला ल्याएको रहेछ, मलाई त यति धेरै मनपर्ने, कहीँ पनि पाउँदैन रहेछ, हजुरले कहाँबाट ल्याइसकेको हो, के अरे के घरमै फलेको हो भनेर भन्दाखेरि होइन म्याम यो गाउँबाट ल्याएको, हाम्रोमा फलेको चाहिँ छैन, हजुरलाई आएपछि म हजुरलाई पठाइदिन्छु भन्नुभयो। म त केही नभनिकन क्या मन भने कि हुन्छ नि एक किसिमको होइन पर्दैन, जहिले पनि पर्दैन भन्ने जस्तो हुनुपर्ने ठाउँमा पनि म त उहाँले त्यसो भन्दाखेरि त हो गाउँबाट हुन्छ 2-4 जना मलाई नि पठाइदिन्छ न ल भनेर भने कि। अनि आज उहाँले पठाइदिएछ है। अनि कति धेरै थियो, अघि पनि कति धेरै थियो। अनि मैले चाहिँ अनि कति धेरै कुटुकुटु खाइसकेँ, खाँदा गरिसकेँ। अनि कतिपय कुराहरू थाहा नहुने, अनि कतिपय कुरा पैसाले तुरुन्तै किन्छु भन्दा पनि नपाइने फल है, एकदम धेरै मन पर्यो। थ्याङ्क यू सो मच मेरो प्यारी स्टुडेन्ट भन्नुपर्छ प्रनिसा चौलागाई। अनि त्यस्तै गरी उहाँको प्यारेन्ट्सलाई धेरै धेरै धन्यवाद मलाई यो फल पठाइदिनु भएकोमा। मैले भिडियो पनि नबनाइकन सकिनँ, यो ठाउँमा अरू चिज भएको भए सायद म भिडियो पनि बनाउँदिनँ थियो होला। तर मैले नपाएको, नदेखेको र किन्न पनि नपाएको भएर चाहिँ अनि त्यही भएकोले गर्दाखेरि चाहिँ मैले भिडियो बनाएँ। थ्याङ्क यू सो मच दुवैजनालाई है त।